हेलो साथीहरू नमस्ते। आज मैले चाहिँ स्क्रिन टाइम अथवा बच्चालाई मोबाइल टिभी देखाउँदा यसले बच्चाहरूलाई के असर गर्छ त्यसको बारेमा केही कुराहरू भन्न गइरहेको छु। यो कुरा मैले पनि गर्दै आएको थिएँ, मोबाइलहरू देखाउने, खाना खुवाउँदाखेरि देखाउने गर्दै आएको थिएँ। तर आजदेखि सरस्वती पूजादेखि मैले चाहिँ 0 स्क्रिन टाइम गर्ने निर्णय गरेको छु। मैले चाहिँ डाक्टरहरूको इन्टरभ्यूहरू हेर्दाखेरि अथवा मोबाइलमा गुगलमा पढ्दाखेरि यसले चाहिँ साह्रै बच्चाहरूलाई असर गर्दो रहेछ भन्ने कुरा थाहा पाएँ। त्यही भएर केही कुरा हजुरहरूलाई पनि सेयर गर्न गइरहेको छु। यसले नम्बर 1 असर के गर्दो रहेछ भन्दाखेरि बच्चाको ब्रेन डेभलपमेन्टमा असर गर्दो रहेछ। किनभने बच्चाको वृद्धि विकास, दिमागी वृद्धि विकास 80% सम्म वृद्धि विकास चाहिँ 2 वर्षको एजसम्म हुँदो रहेछ र 90% दिमागको विकास चाहिँ 5 वर्षसम्म हुँदो रहेछ। सकेसम्म त हामीले 5 वर्षसम्म मोबाइल स्क्रिन टाइम नदिएको राम्रो। सकिँदैन भने पनि 2 वर्षसम्म त बच्चा हाम्रो कन्ट्रोलमा हुन्छ, त्यति बेरसम्म चाहिँ हामीले मोबाइल नदिँदा राम्रो हुँदो रहेछ। त्यही भएर मैले चाहिँ नदिने निर्णय गरेँ। यसले यस्तो गर्दाखेरि चाहिँ के हुँदो रहेछ भन्दाखेरि बच्चाले हेरिराख्दाखेरि चाहिँ उसको चाहिँ स्पिच अथवा बोल्ने ढिलो बोल्ने गर्दो रहेछ हैन। उसको शब्दकोश चाहिँ एकदम थोरै मात्र डेभलप हुँदो रहेछ हैन। उसले अरू हामीले बोलेको बुझ्ने धेरै स्लो बुझ्दो रहेछ के। किन भन्दाखेरि यो त एकहोरो हुन्छ मोबाइलमा, उसले हेर्दाखेरि एकहोरो रमाइलो लिइरहेको हुन्छ, स्क्रिनमा चित्रहरू रङ्गी बिरङ्गी हुन्छ, उसले एकहोरो मात्रै लिइरहेको हुन्छ। अलि पछि मैले यसो एक्सपिरियन्स गरेँ, अरूले भनेको पनि सुने हैन। बच्चाहरूले चाहिँ पछि चाहिँ हामीले बोलाएको पनि नसुन्ने हैन, उसले ढिट गरे जस्तो गर्ने, त्यस्तो गर्दो रहेछ। आफू अभिभावक भइसकेपछि यो कुराले चाहिँ मलाई डर दियो के। त्यही भएर चाहिँ मैले चाहिँ यसलाई एकदम 0मा राख्ने निर्णय गरेको छु हैन। बच्चाले सिक्ने भनेको चाहिँ मान्छेसँग इन्टरेक्सन गरेर बोल्दाखेरि हैन। जस्तै हामी रिसाएको उनीहरूले हाम्रो फेस हेरेर थाहा पाउँछन्, खुसी भएको थाहा पाउँछन् हैन। अनि बच्चाहरूले चाहिँ धेरै सिक्ने भनेको सकेसम्म त बच्चाहरूसँगै राखिदिएपछि चाहिँ उनीहरूको चाहिँ ल्याङ्ग्वेज स्किल्स चाहिँ ल्याङ्ग्वेज डेभलपमेन्ट चाहिँ एकदम फास्ट हुँदो रहेछ। दोस्रो चाहिँ के हुँदो रहेछ, उनीहरूको फिजिकल एक्टिभिटी कम हुन्छ। किनभनेपछि मोबाइल दियौँ भने हामीले चाहिँ उनीहरू थपक्क बसेर त्यही मोबाइल मात्र हेर्छन्, उनीहरू हिँडडुल गर्दैनन्, जसले गर्दा मोटर स्किल्स पनि स्लो हुन्छ। भनेको उनीहरूको आँखामा चाहिँ प्रेसर पर्छ, थकान पर्छ, मोबाइल हेरिराख्दा आँखालाई असर गर्छ। भनेको चाहिँ निन्द्रमा चाहिँ असर गर्दो रहेछ के। किन भन्दाखेरि स्लिप हर्मोन हुँदो रहेछ मेलाटोनिन भन्ने, उसले चाहिँ कति बेला अँधेरो कति बेला उजेलो भन्ने चाहिँ हामीलाई अवेर गराउँदो रहेछ। निन्द्रा लगाउने हर्मोन हैन चाहिँ कमी गर्दो रहेछ कि स्क्रिन टाइमले। यसले गर्दा बच्चाहरूलाई चाहिँ ढिलो सुत्ने हैन, सुतिसकेपछि पनि उठ्ने, बीचबीचमा उठिराख्ने, राम्रो क्वालिटी स्लिप हुँदो रहेनछ के स्क्रिन टाइम। अर्को भनेको चाहिँ बिहेभियरल अथवा उनीहरूको बानी बेहोरामा पनि असर गर्ने गर्दो रहेछ। अनि कुनै कुरामा पनि फोकस हुन नसक्ने हुँदो रहेछ। किनभनेपछि चित्र हेरिराख्दाखेरि चाहिँ एकदम सिक्वेन्स फास्ट रूपमा चेन्ज भइरहेको हुन्छ नि त स्क्रिन। त्यसले गर्दाखेरि चाहिँ उनीहरू चाहिँ भिजुअल स्टिमुलेसन हाई हुँदो रहेछ र तिनीहरूले बच्चाहरूलाई हाइपर एक्टिभिट गराउँदो रहेछ। त्यही भएर साथीहरू आफ्नो बच्चाहरूलाई माया गर्नुहुन्छ भने स्क्रिन टाइम 0 राख्नुहोस् प्लिज। 2 वर्ष